꾸니 먹어보다가 조상에게 올라긴 토세승에 돌아서 제린실을 찾아서 어머니 뱀이 어머니 भन्ने हामीले जप्ने गर्छौँ। तर यो जपेको कारण के हो तपाईहरुलाई थाहा छ? यो जपेको कारण चाहिँ ठुल्ठुलो कुराहरूले धेरै व्याख्या गर्नुहुन्छ। त्यो मध्ये आज म एउटा व्याख्या चाहिँ तपाईहरुमा राख्न चाहन्छु। ओम मनी पेमी हुँ जप्नुको कारण चाहिँ हाम्रो चित्तमा करुणा र मैत्री भावना जगाउनका लागि हामीले जप्ने गर्छौँ। करुणा र मैत्री भाव कसरी जगाउँछ त भनेर हामीलाई प्रश्न आउन सक्छ। करुणा र मैत्री भाव चाहिँ हामीले 6 वटा अक्षरबाट 6 लोकको दुःखहरू भावना गरेर चाहिँ हामीले करुणा र मैत्रीको चित्त जगाउन सक्छौं। 6 वटा अक्षरले 6 लोकको दुःखहरू चाहिँ भावना गरेर कसरी बोधिचित्त उत्पन्न गराउन सक्छ त भन्ने हो भने ओमले चाहिँ देवलोकको दुःखहरू चाहिँ हामीले भावना गरेर अनि हामीले बोधिचित्त उत्पन्न गराउन सक्छौं। अनि माले चाहिँ असुर लोकको दुःखहरू भावना गरेर हामीले बोधिचित्त उत्पन्न गराउने हो। त्यसैगरी नीले चाहिँ मनुष्य लोकको दुःखहरू भावना गरेर चाहिँ हामीले बोधिचित्त उत्पन्न गराउने प्रयास गर्ने हो। पेले चाहिँ पशु लोकको दुःखहरू भावना गरेर हामीले बोधिचित्त उत्पन्न गराउने हो। मेले चाहिँ प्रेत लोकको दुःखहरू भावना गरेर हामीले बुद्धचित्त उत्पन्न गराउने हो। हुङले चाहिँ नरक लोकको प्राणीहरूको दुःख सम्झेर चाहिँ हामीले बोधिचित्त उत्पन्न गराउने हो। 6 अक्षरले 6 लोकको दुःखहरू भावना गरेर चाहिँ हामीले बुद्ध चित्त उत्पन्न गराउने प्रयास गर्ने हो। यो 6 वटा अक्षरले चाहिँ हामीले अवलोकित ईश्वरलाई पुकार्ने हैन कि 6 वटा अक्षरको सदुपयोग गरेर चाहिँ हामी अवलोकित ईश्वरको जस्तै हृदय चित्त होस् भनेर चाहिँ हामीले प्रार्थना गर्ने हो। अहिलेसम्म तपाईहरुमा स्पष्ट भइसक्यो होला कि 6 वटा अक्षरले चाहिँ हामी 6 वटा लोकको दुःखहरू भावना गरेर चाहिँ हाम्रो चित्तमा बोधिचित्तको उत्पन्न गराउने हो भनेर बुझ्नुभयो होला। यो जप्नुको कारण चाहिँ यो नै रहेको छ। धन्यवाद।